ठाउँमा गएर एउटा ठाउँमा त्यसलाई मल बनाउनु मिल्यो मल तपाईँले गार्डनमा युज गर्नु छ त सल्युसन समाजबाट निस्किने सल्युसन भयो अरूलाई मात्र दोष दिनु हुँदैन क्या हामी पनि अलिक रेस्पोन्सिबल हुनुपर्छ त्यसमा है एउटा यो पनि प्लान गर्नु तपाईँहरूको त्यो फोहोर व्यवस्थापन पनि तपाईँले यसो गऱ्यो भने त तपाईँको के हुन्छ भने बिरामी हुन्छ हैजा लगाएर मर्छ अब यहाँ तपाईँ बिरामी नहोला मुनि गएर तपाईँको एकजना पानी खाइदियो त्यो बच्चा बिरामी हुन्छ पाप त तपाईँलाई लाग्ला नि त होइन त्यही भएर यसको लागि पनि तपाईँहरू समाज यसो खोलामा आएर खोल चाहिँ नफाल्दिने क्या कतिजना कुहिरोहरू पनि यहाँ ऱ्याफ्टिङ अहिले पनि हुन्छ नि कति राम्रो हुन्छ अब त्यो कुहिरो किन आउँछ र यहाँ फोहोर फाल्नु भइरहेछ पानी धमिलो पर्छ खोला धमिलो छ खोला धमिलो छ यो त यहाँको मात्रै होइन हजुर हाइवे भरिको सबैको समस्या सेम छ स्थानीय सरकारले भनिदियो भने चाहिँ अलिक सजिलो हुन्छ उसँग कोअर्डिनेट गरेर काम हामी पनि होइन हामी सरकार भनेको हामी हो कि हो तपाईँले आफै सरकार भने तपाईँहरू हो नि त तपाईँको हातले भोट दिएर तपाईँले सरकार बनाएको हो त होइन पोलिसी बनाउने ठाउँमा त उनीहरू छ नि होइन त्यही भएको हिसाबले अरूले के गरोस् नगरोस् हामीलाई म सरकारको कुरा भएन तर हामी चाहिँ गर्छौँ है भनेर समाज चाहिँ लाग्नुपर्छ कि यति मात्र गरिदियो भने तपाईँको फोहोर पनि बेस्ट छ भने यहाँ कुहिरोहरू आएर पनि यसो गर्ने अब तपाईँले भने पार्क भन्ने हो कसरी बस्छ यहाँ पार्क यहाँ हामी बस्न सकेछौँ यहाँ पार्क हुन्छ पोसिबलै छैन यहाँ पार्क घुम्नु गएर फोटो खिच्छु भनेर भन्नुभएको छ को आउँछ यहाँ फोटो को त्यहाँ फोटोसँग फोटो खिच्छ यसको बारेमा त हामीले यो नियोजित रूपमा हो क्या सर यो खर्नी बेलामा लगाएर यहाँ राखेको पहिले